मलाई गौरव लाग्छ। धेरैको भिडमा होइन कि थोरैको खुसी चाहिँ मलाई साह्रै आनन्द लागेको छ। हामीलाई परमेश्वरले दिएको वरदान चाहिँ पावलले यसरी बताएछ कि तिमीहरूको बलिदान चाहिँ फेरि त्यो बाख्राको जस्तो होइन, त्यो धेरै त्यो चिथारेको जिउको घाउ लिएर होइन, तिमीहरूलाई विभिन्न किसिमको त्यो रोग लागेको होइन, तिमीहरूको तन्दुरुस्ती बलिदान दियो भनेपछि हाम्रो जीवनको आराधना चाहिँ परमेश्वरलाई ब्लेमलेस, हामीले यहाँ अगुवाहरूलाई छान्दाखेरि के गर्छौँ? वर्षौँसम्म हामी प्रार्थना गर्छौँ, यो मान्छेको कुनै खराबी छ कि, यसको कुनै नराम्रो कुराहरू थाहा पाइन्छ कि, प्रार्थना गरेर हामीले हाम्रो नजरमा जति देखियो ठिक देखियो भने ल प्रभु तपाईँले दिनुभएको छोरालाई हामीले यस्तै पायौँ, अब तपाईँको नाममा हामी सहजको काम जिम्मेवारी दिन्छौँ भने हामीले अर्पण गरिदिन्छौँ, होइन? हामीले अभिषेक गर्छौँ। आज परमेश्वरले हामीलाई अभिषेक गर्नको लागि, अर्पण गर्नको लागि, परमेश्वरको वेदीमा अर्पण गर्नको लागि यो धेरै कुराहरू यसरी छानिन्छ, हेरिन्छ। अनि हामीले पनि जसको जस्तो खालको जीवन छ त्यही प्रकारले हामी यहाँ चलाउँछौँ। त्यस्तै वेदीमा बलिदान चढाउनको लागि पनि जम्मा 6 किसिमको बलिदान हुन्छ। पहिलो किसिमको बलिदान चाहिँ आज पावलले हामीलाई त्यो बलिदान बन्नको लागि छान्नु भएको छ।